र यो हजुर 81 चाहिँ नेपाल छाड्दै हुनुहुन्छ हजुरलाई चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट्न पाइयो थोरै बिदा गर्ने मौका पनि जोड्ने भयो फोहोर नगर्दिनु होला बाटोमा फोहोर गर्नु हुँदैन आफूले खाएको जब एउटा सानो टुक्रा चाहिँ तपाईको गुड्काको खोल चाउचाउको खोल चाहिँ आफ्नो पकेटमा अट्छ र घरमा लगेर फाल्नु होला भन्न चाहन्छु र त्यही भन्न चाहन्छु भाइ ल हस् दिदी नेपालको कोसेली भेनालाई के लैदिने हुनुहुन्छ उहाँलाई चाहिँ अब के मन पर्थ्यो के लैदिने हुनुहुन्छ नेपालको टोपी हजुर टोपी टोपीमा ढाका टोपी दिदी चाहिँ ठ्याक्क जाँदै हुनुहुन्छ खै दिदी किन अरू कोही बिदाय गर्न आएन नि त हाम्रो दिदीलाई कसैलाई थाहा दिएको छैन मैले चाहिँ सुटुक्क थाहा पाएर आएको तपाईँलाई कसले भने थाहा छैन आइम सो सरप्राइज ठिक छ दिदी कति दिनको यात्रा यो हजुर 81 चाहिँ नेपाल छाड्दै हुनुहुन्छ हजुरलाई चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेट्न पाइयो थोरै बिदा गर्ने मौका पनि जोड्ने भयो कति दिनको लागि चाहिँ छोड्दै हुनुहुन्छ दिदी म चाहिँ 10 दिनको लागि हो 10 दिन चाहिँ जर्मनी म जानै पर्ने भएर ए हजुर मेरो ससुरा बाजे चाहिँ बिरामी हुनुहुन्छ अनि उहाँलाई भेट्नलाई जाँदैछु म हजुर हजुर अनि 10 दिनपछि फेरि रिटर्न हुन्छु ए भन्नाले सधैँलाई चाहिँ नेपाल छोड्नु भयो होइन होइन कहाँ बच्चा बच्ची यही छन् अब एक्लै जान लाग्छ भान्जा भान्जीलाई कसको जिम्मा लगाएर जाँदै हुनुहुन्छ दिदी ए घरमा एकजना हेल्पर बहिनी हुनुहुन्छ हजुर अनि भरपर्दको बहिनी हुन्छ उहाँले चाहिँ हेर्दिनुहुन्छ उहाँले चाहिँ हेर्दै हुनुहुन्छ अनि बिहान चाहिँ हजुर निस्किँदा अहिले बिहान 7 बजेको छ भान्जा भान्जीलाई चाहिँ उठेर चाहिँ सानै छन् भान्जा भान्जी उठिसकेको अवस्था थियो रोइराथी छोरी चाहिँ रोइराथी अनि कहिले पनि छोडेको थिएन उसलाई चाहिँ अनि म जान्छु मामु भने भन्दै थिएँ अब उनीहरूको स्कुल छ छोड्नु भएन अनि 10 दिनमा त म आइहाल्छु नि भनेपछि स्कुल लाने ल्याउने राम्रै मान्छेको चाहिँ जिम्मा लगाउनु भएको छ हुन्छ घरमा आउनुहुन्छ अनि अब बिहान बिहान उठेर भावुक पनि भयो बच्चा बच्ची छोडेर त्यति टाढा कोही गएका थिएन अस्ति थुनामा पर्नु बाहेक अनि अहिले चाहिँ अलिकता गाह्रो भयो बिहान भान्जा भान्जीको अगाडि रोएर आँखाभरि आँसु टिलपिल्लो पारेर निस्किनु भयो हजुर हजुर बिहानै अलिकता गाह्रै भएर निस्के हजुर अनि के छ अब हजुर केही समयको लागि नेपाल बाहिर हुँदै हुनुहुन्छ यहाँ चाहिँ अब के छ भने यो बाटोमा फालेको गुड्का खोल कसले टिप्दिने हो भन्ने कुरा पनि छैन दिदी अब कसले के गर्ला फेरि लापरवाही त्यस्तो गुड्काको खोलको लागि म अब चाहिँ गर्दिनँ होइन त्यो पनि एउटा मेरो एउटा देश चाहिँ सफा हुनुपर्छ नेपाल चाहिँ भन्ने एउटा मेरो अभियान पहिलेदेखि थियो त्यो चाहिँ मलाई रहिरहन्छ त्यो पनि होइन अब गुड्काको खोल टिप्नुभन्दा पनि अब देशमा भएको जति पनि भ्रष्टाचार अनियमितता तपाईँको जति पनि छ देशमा भइरहेको व्यथितिहरू छ त्यसलाई चाहिँ अब हामीले चाहिँ संस्थागत रूपमा चाहिँ हामीले चाहिँ निवारण गर्ने अभियानमा छौँ त्यो चाहिँ हाम्रो आफ्टर 2 विक्स 2 हप्तापछि सुरु हुँदैछ होइन हाम्रो बनिसकेको छ अभियान भुइँ मान्छेको आवाज भन्ने अभियान भुइँ मान्छेको आवाज कतिजना मान्छे त्यसमा आबद्ध हुनुहुन्छ अब हाम्रो देशभरिको 77 जिल्लाबाट नै तपाईँको चाहिँ जोड्ने कोसिसमा छौँ अस्ति लास्ट टाइम चाहिँ हाम्रो नुवाकोट जिल्लाको चाहिँ भाइहरूसँग हाम्रो मिटिङ बस्यो 100 जनासँग अनि त्यो चाहिँ अब हाम्रो नुवाकोट जिल्लामा भएको हामी चाहिँ अहिले रिसेन्टली चाहिँ बागमती प्रदेशलाई चाहिँ फोकस गर्दैछौँ नुवाकोट जिल्लामा भएको व्यथिति भ्रष्टाचार जति पनि अनियमितता छ जति पनि छ नि उजुरी परेका जनताको मनमा बसेको जति पनि त्यो विसङ्गतिहरू छ त्यो चाहिँ हामीले चाहिँ निवारण गर्दैछौँ एउटा संस्थागत रूपमा त्यो आशिका तामाङ एक्लै चाहिँ छैन अहिले पहिला चाहिँ एक्लै थिए होइन अहिले चाहिँ एक्लै छैन कस्ता मान्छेहरू जोडिन्छ त अब राष्ट्रप्रेमी जसले चाहिँ देश बनाउनु पर्छ देशमा बसेर केही गर्नुपर्छ होइन हाम्रो माटोलाई चाहिँ हामीले चाहिँ आफ्नो सोचेर शिरमा राखेर चाहिँ होइन यहाँ भएको जति पनि भ्रष्टाचार व्यथिति अनियमितता छ त्यसको चाहिँ अन्त्य गर्नुपर्छ भनेर जसले सोच राख्नु छ भित्र मनदेखिबाट कुनै स्वार्थ बिना यो पार्टी त्यो पार्टीबाट होइन कि म एउटा स्वतन्त्र नागरिक हुँ भने जसले सोच्नु भएको छ उहाँहरू चाहिँ बकाइदाले चाहिँ उहाँहरू जोड्न सकिन्छ के छ यो हजुरको 84 को तयारी हो दिदी के छ राजनीतिक दल राजनीतिक पार्टी नै खोलेर अगाडि बढ्ने तरिकाले अगाडि लागि पर्नु भयो त्यो त भविष्यले बताउँछ भाइ होइन अहिले तत्काललाई चाहिँ हामी 84 लाई बाँच्दैनौँ क्या हामी स्वतन्त्र नागरिकलाई चाहिँ आजको लागि बाँच्ने हो 84 को लागि बाँच्ने भनेको पार्टीगत मान्छेहरू पार्टी दलहरू बाँच्ने हो तर हामी स्वतन्त्र नागरिक भनेको त आज कसरी बाँच्ने आजको दिनलाई हामीले कसरी सहज बनाउने भोलिको दिनलाई हामीले कसरी सहज बनाउने त्यो हो क्या हाम्रो अभियान चाहिँ हजुर कुनै बेला हिरासतमा पर्दा रासपाको चाहिँ सांसदहरूले चाहिँ कुरा संसदमा नै उठाउनु भएको थियो भेट्न नि जानु भएको थियो आज हजुर नेपाल छोड्दै गर्दा थाहा नपाएर हो कि कोही पनि होइन थाहा नपाएर होइन मैले कसैले भनेकै छैन मैले होइन तपाईँहरू त कसरी आउनु आइम सो सरप्राइज होइन त्यो चाहिँ अब सरप्राइज नै भयो किनकि म कसैलाई भनेर त्यो अब जानेवालामा थिइनँ त्यही 10 दिन त हो त्यसपछि त फर्किहाल्छु के आउँदा भिनाजु पनि सँगै लिएर आउने मनसा छ के छ
होइन उहाँको जब छ अनि छोड्न मिल्दैन जब उहाँको जब जुन पेन्सनमा उहाँ जानु भएपछि उहाँ आफू नै स्फूर्तले चाहिँ म तिब्बत देशमा गएर बस्छु भनेर भन्नुभएको छ पछाडि चाहिँ नेपालले आउने प्रोग्राममा आउनुहुन्छ ल छिटो गरौँ न है मेरो ठिक छ थोरै बेला भयो कि अब सुन्नु न सानो कुरा अब जस्तै हजुर यहाँ छोड्दै गर्दा बाटोमा गुड्का फाल्ने अनियमितता गर्ने जथाभावी ठाउँमा पिसाब गर्नेहरूलाई चाहिँ हजुरको चाहिँ सुझाव के छ दिदी जाँदै हुँदा उहाँहरूले चाहिँ अब जुनले यो भिडियो हेर्दै हुनुहुन्छ जसले हेर्नु भएको छ फोहोर नगरिदिनु होला बाटोमा फोहोर गर्नु हुँदैन आफूले खाएको चाहिँ अब एउटा सानो टुक्रा चाहिँ तपाईँको गुड्काको खोल चाउचाउको खोल चाहिँ आफ्नो पकेटमा अट्छ र घरमा लगेर फाल्नु होला भन्न चाहन्छु र त्यही भन्न चाहन्छु भाइ है ल हस् दिदी ल छोटो समय हजुरलाई चाहिँ भेट्न पायो ल ठिक छ ल हिँड्नुहोस् ल हामी चाहिँ दर्शकबिन हामी चाहिँ दिदीलाई बिदाई गर्दैछौँ यस्तो हेरिरहेको छौँ हामी चाहिँ दिदी चाहिँ अहिले यति बेला त्रिभुवन विमानस्थलमा आउनुहुन्छ हामी चाहिँ यसरी बिदाई गर्दैछौँ दिदी चाहिँ नेपाल छोड्दै हुनुहुन्छ यति बेला दिदीलाई चाहिँ बिदाई गर्दैछौँ दिदी नेपालको कोसेली भेनालाई के लगाइदिँदै हुनुहुन्छ उहाँलाई चाहिँ अब के मन पर्थ्यो के लगाइदिँदै हुनुहुन्छ हजुर टोपीमा ढाका टोपी पछि त नेपाली नै हुनु पर्यो नेपालको लेडीसँग पे गर्ने हिसाब पे गरेपछि ढाका टोपी गिफ्ट हाल्दै खानेकुरा केही लगिदिनु भएन खानेकुराहरू उनीहरू सबै बोइल गरेर खान्छ अनि यहाँ कुराहरू अलिकता स्पाइसी लाग्नु भएको त्यस्तो त खानेकुराहरू त किन हाल्छ म त दिदीसँगै जान मन लागिरहेको छ के गर्नु यसो भित्र छिराएपछि हामी बिदा हुन्छ लाइनमा हुनुहुन्छ तामाङले एक्कासी चाहिँ नेपाल छोड्नु भएपछि हामी त्रिभुवन हजुर हस्